हेलो गाइज आज मेरो डे 9 थियो। सो आज मेरो डेको वर्कआउटमा गर्नुपर्ने थियो मेरो बाइसेप र ट्राइसेपको वर्कआउट थियो। सो आज मैले गरेँ पहिला डम्बल इट्टा। म चाहिँ एक्सर्साइज चाहिँ म इट्टाले गर्छु होइन गाइज। मेरोसँग डम्बल केही पनि छैन। होम वर्कआउट गर्छु तर जे गर्छु इट्टाले नै गर्छु या कुनै यस्तै आफ्नै घरको इक्विपमेन्टले गर्छु गाइज होइन। कुनै पनि एउटा पनि जिमको सामान कुनै पनि युज गर्दैन होइन गाइज। सो त्यही भएर नै मैले यो आफै एक्सर्साइज गर्छु। सो आज मेरो सोल्डरको र बाइसेप ट्राइसेप सोल्डर सबैको एक्सर्साइज थियो। सो मैले गरेँ आज बाइसेप र ट्राइसेपको लागि। हेर्न सक्नुहुन्छ तपाईँहरू। एक्सर्साइज चाहिँ एकदम इफेक्टिभ हुन्छ होइन गाइज। सो यो ट्राइसेपको लागि मैले यस्तो पछाडि उयो गरेँ अनि यो सोल्डरको लागि गरेँ। सो त्यसपछि मेरो डम्बल थियो, यो डम्बलले गरेँ मैले गाइज। त्यसपछि फेरि यो नयाँ एक्सर्साइज है। अनि मैले सोल्डरको लागि भनेर आज पाइक पुसअप पनि हानेको थिएँ। सो त्यसपछि ट्राइसेपको लागि गरेँ मैले यता के भन्छन् यसलाई। सो फेरि गरेँ आज मेरो गर्नुपर्ने। आज मैले गरेको थिएँ गाइज 50 रेप्स गरेको थिएँ। 2 रेप्स गरेको थिएँ तर 50 टाइम गरेको थिएँ 25। सो मैले डम्बलको युज गरेर गरेँ। सो गाइज आजको मेरो अन्तिम एक्सर्साइज भनेको यति नै थियो। सो गाइज